वेलकम टु माई मिनी ब्लग। आयो भजुनी सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। आज चाहिँ फाइनल्ली आज चाहिँ केटाहरू पनि पुगिसके यता चाहिँ एउटा साथीको ब्याग नि चेन्ज भएको थियो, बिहान बस्दा भनेर। अब ब्याग नि आयो नि साथी हेर। अनि सोध्छु कति ठाउँ फ्लाइट भयो अनि के मेन प्रब्लम भन्ने थियो साथी। कति ठाउँ फ्लाइट गऱ्यो तिमीहरूलाई? हामीलाई काठमाडौँबाट दिल्ली, दिल्लीबाट चेन्नईबाट कुलालम्पुर आयो। अनि खाना खिलायो कि त? अनि खाना त अब त्यस्तै त खिलाउनु। खानासाना केही खिलाएन। नेपालीले हजार एजेन्टले दियो, केही छैन। एजेन्टलाई पनि अब बालेन सरकार आए पनि केही छैन। 5-5 लाख रुपियाँ पनि लिइसक्यो आइकोनिकले, केही नि छैन। अझै 13 जना पुगे। 5 × 13 हाने पनि यहाँदेखि नि सिधै भन्छ तिमीहरूलाई किनेर लिएर आएको, तिमीहरू त्यस्तै आएन भन्छ सिधै हैन। यहाँ आज साथीलाई यही मसँगै राखेछ सेभिङमा काम गर्न। 2 जना छन्, एउटा यो सुर्खेतको, एउटा उता नेपालगञ्जका छन्। के गर्ने, ब्याग हराएको थियो, ब्याग चाहिँ भेटियो। आफ्नै साथीले लगेर गएको थिएँ अर्को मार्केटमा, मैले बसलाई भनेर। बस एसटिङको ब्याग हरायो। अर्को मार्केट पोतातिङ्गी भन्ने मार्केटमा गएको थिएँ, त्यहीबाट ल्याएको। अब हेर्नु होला यहाँ चाहिँ अब लोरी जाँदैछ। यता चाहिँ बङ्गाली भाइ काम गर्दैछ, यो लास्ट लोरी हो। अब मेरो टाइम हुन्छ 5 मिनटमा, अब जान्छु म नि काम गर्न। के गर्ने, केटाहरूलाई अब आज केही किने छैन सामानहरू, खानासाना खिलाउनु पऱ्यो। आज त काम गर्छन्, काम गरिराखन् तिनीहरू। आयो यो भ्लग हजुरलाई राम्रो लाग्यो, लाइक सब्सक्राइब गरिदिनु होला, सपोर्ट नि गरिदिनु होला। बाई बाई, अब भेटौँ अर्को भ्लगमा।